हामी यो आँपको रुखलाई कलमी गर्न जाँदैछौँ। यो आँप चाहिँ खोयाबाट जागेको रुख हो र यसलाई यसमा फल पाउनुको लागि अझै कम्ती नि जागेको भनेदेखि 4 देखि 5 वर्ष लाग्छ। तर अब हामी यसलाई काटेर यसमा चाहिँ अर्को फलिरहेको राम्रो आँपको हाँगालाई जोड्छौँ है। यसलाई काट्नु पहिला सबभन्दा पहिला यता आउँछ एक यसले ढकल काटेर जोड्छ तर पन्जाबको जोडेर पनि यो छाला बिग्रियो यार, यसलाई काट्नुपर्छ फेरि। यो छाला यता फुकिनु राम्रो छ, यो फुकिनु हुन्न कि यसले हो। ल एक काट त उताबाट छेउबाट काट्नु न। उताबाट छेउबाट काट्नु यताबाट अनि फेरि छाला या यो रहेछ त खानु उसले काट्छ प्रकाशलाई दिनु। यसले अब त्यो गोलो गराएर गर 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 काटा काटा यो पनि अघि जस्तै होला पहिला गरे छाला अब आज खानी हैन यो मेरो हातमा भएको यो आँपको यो हाँगा छ नि, यो चाहिँ हुर्किसकेको आँप हो है, दसैँले आँप हो। अब यसलाई हामी कलमी गर्न यसलाई यो रूपमा जोड्न जाँदैछौँ है। अब यसको लागि के गर्ने, सबै पात फाल्नुपर्छ है। सबै पात के गर्ने, फाल्ने है, एउटा पात पनि नराख्ने। त्यसपछि अब हामीलाई कति चाहिन्छ लम्बाइ, धेरै लामो नराख्ने, यतिमा काटिदिने। अनि त्यसपछि यहाँदेखि काट्ने है, भी सेपमा। कस्तो सेपमा काट्ने रे? भी सेपमा काट्ने यसलाई। यो देख्नुभएछ, भी सेपमा यसरी काट्ने यसलाई है। त्यसपछि अब हामीले जहाँ कलमी गर्ने हो है, त्यहाँ पनि यस्तो काट्ने होइन, यस्तरी यस्तो गर्ने। अनि त्यहाँ फेरि अलिकति यस्तो गर्ने, छाला नफाल्ने है। अब यो छालालाई यस्तो गरेर यस्तो गरिदिएपछि अब यसलाई यसो पछाइदिने, यसो हल्का गरेर। ए हेर्नुभयो, यहाँ पस्यो होइन। अब यस्तै अर्को हाँगालाई गर्ने फेरि। अब यो यसको साइज अनुसार चाहिँ हामीले दुईटा राख्ने एउटामा। यसरी पातहरू फाल्दिने है, पात एउटा नराख्ने। यो भयो नि, के फरक पर्दैन, यो भर्खर आउँला पात हो, यसले के फरक पर्दैन। अब यसलाई सेम त्यो भी सेपमा काट्ने है। के सेपमा काट्ने रे? भी सेपमा। सकभर कलमी गर्दा चाहिँ चक्कुहरू एकदम लागेको हुनुपर्छ है, धार राम्रोसँग लाग्यो भने फेरि हेर्नुभयो है। अब यसलाई पनि यस्ता यस्ता गर्ने, यसलाई चाहिँ यस्तो चक्कुले अलिकति यो यसको मोटाइ अनुसारको ट्याग
कस्तो चिनी हल्का है त्यसपछि हल्का माथि चक्कुले यस्तो गर्ने हेर्नुभयो अब यसमा छिराइदिने यो आगोलाई भयो कि नै अब यति भइसकेपछि त्यहाँ मैले प्लास्टिक त्यो सेतो प्लास्टिक ल्याउँ त के हेर्नुहोस् त यस्तो प्लास्टिकको साधारण प्लास्टिक हो अब यसलाई चाहिँ नि हामीले अघि कलम गरेको कलमीले अब एउटा प्लास्टिकको ऱ्यापले मजाले यसरी बाँधिदिने के गर्ने अरे यसमा हावा छिर्नु भएन के छिर्नु भएन हावाले बिगार्छ है यसलाई अब कसरी हुन्छ हावा र पानीबाट बचाउने हो केबाट बचाउने हो यो कलममा गर्ने छुट्टै प्लास्टिक पाइन्छ अनि छैन तर हामीले यसले काम चलाउन सकिन्छ टेप भन्दा राम्रो प्लास्टिकै हुन्छ कति वर्ष लाग्छ भन्नुभयो कति वर्ष लाग्छ र के सर फलाउनु ए फलाउन यो अब 2 वर्ष फलिहाल्छ हजुर होइन होइन यो त अब यसैमै लाग्छ यसैबाट हाँगा आउँछ यो यसै फल्ने हो अब यहाँ अन्त मुनि जति पनि पातहरू आउँछ नि त्यो सब टिपेर भाँच्दिने लिचीको हेर्न पर्छ लिचीको अरूसँग मैले गरेको छैन लिचीको तर आँपको चाहिँ मैले धेरैचोटि गरिसकेछु है धेरै रुखहरू मलाई जगाइसकेछु आँपको एउटै रुखमा 4-5 थरीको पनि जाग्छ आँपको त आँपको रुखमा अर्को गर्न मिल्छ कि नै रे मिल्दैन आलुमा टमाटर फल्छ नि कसरी फल्छ के कलमी गर्नु ल हेर्नुहोस् है यसलाई यसरी हामीले कलमी गर्नुपर्छ यसरी ऱ्याप गरिदिने है के गरिदिने रे यसरी ऱ्याप गरिदिने है अर्को एउटा दियो मलाई यसको मेन उद्देश्य भनेको यसमा पानी पस्न नदिनु र हावा पानी र हावा पस्यो भने तपाईँ कलमी हुन्न यो कुरो माथिबाट अहिले हुन्छ त्यसो भए रेनकोट लगाएर राख्नु पर्यो यसलाई यसलाई रेनकोट लगाइदिनु अब यो प्लास्टिक गाह्रो हुँदैछ प्लास्टिक भनेको कि आँपको रुख तराईमा मात्र हुन्छ गर्मी ठाउँ मात्रै हुन्छ ल हेर्नुहोस् यसरी बाँधिदिने हामीले होइन अब यो यसमा सेम गर्ने हो यसमा पनि हामीले माथिबाट पानी पस्न सक्छ रे के गर्ने अरे यसको लागि माथिबाट हामी एउटा प्लास्टिकले ढाक्छौँ अनि त्यो प्लास्टिकलाई पनि पुरै बाँधिदिने सकेसम्म त्यो प्लास्टिक चाहिँ दुलो नहोस् के नहोस् रे दुलो नहोस् त्यो एकदमै यो भित्र चाहिँ त्यसले के गर्छ भने त्यो पानी पनि नपस्दैन हावा नपस्दैन त्यहाँभित्र यहाँभित्र हिट हुन्छ कस्तो ठुलो प्लास्टिक छ सानो प्लास्टिक ठ्याक्क अनि यो कसरी हुन्छ त प्लास्टिकले ढोकेपछि आफै के हुन्छ प्लास्टिकले ढाकेपछि ल 10 दिनदेखि 12 दिन जब यसले हावा भित्र बाहिर पाउनु नि भित्र हिट हुन्छ अनि यो ट्याक्क योसँग जुडिहाल्छ के अनि ट्याक्क यहाँ नयाँ टुसा पातहरू तपाईँले देख्नु त्यसपछि जब पात आउँछ नि पातहरू 3-4 वटा पात देखेपछि अनि त्यहाँ प्लास्टिक आरामले खोलिदिने
त्यति बेलासम्म जरा त अब यसको जरा यसकै जरा यो यसको जरा यही हो। अब यो त यो हाँगामा टाँसिहाल्छ। त्यसपछि जब यो हाँगामा टाँसिसक्छ नि यहाँ नयाँ पातहरू आउँछ। त्यसपछि बिस्तारै यो प्लास्टिकहरू हटाएर अनि यो आफै बस्छ। यो बाँधेको प्लास्टिक पछि फाल्ने तत्कालै नफाल्ने। तर माथिको ढाके प्लास्टिक चाहिँ लगभग 12 देखि 15 दिनभित्रमा हटाउनु। जब तपाईँले बाहिरदेखि पात पलाएको देख्नुहुन्छ नि त्यसपछि निकालेर फालिदिनुहोस्। उता के सोध्दै हुन्छ? हजुर छिप्पीको पनि हुन्छ, मिल्छ। हेर्नुहोस् है ल अब यो के तिमीले गर त ल मैले सिकाइन्छ त बिगाडे यहाँ फेरि बिगाड्यो भने फेरि तल काट्नुपर्छ फेरि। ल यहाँ काट अब फेरि यसकै नाक बराबर हुन्छ होइन। यस्तो यस्तो गर अब त गुड भएन। अब यहाँ हल्का खोला अझै अब यो लाग्यो। त्यसो भए त हेर्ने मान्छे सबै आँप खान आउनु पर्ने भयो त भविष्यमा। मैले हजुरको छ नि त्यस्तै हो मेरो पनि। हजुरको छ नि हजुरको छ कि नै छ नि काट के र अब मगर यस भयो प्लास्टिक दियो मलाई। के गर्नुभएको जानी प्लास्टिक बाँधिरहेको छु नि यो चाहिँ अर्को ग्राफ्टिङ टेप भन्ने पाइन्छ है। ग्राफ्टिङ टेप भन्ने पाइन्छ एउटा त्यो चाहिँ एकदमै राम्रो हुन्छ। त्यो चाहिँ तन्किन्छ सित्मिति भाँच्दैन कि त्यो टुटिन्न। तर अब यो प्लास्टिक चाहिँ खास यो ग्राफ्टिङ लाग्यो होइन त यो मैले त इभन काम चलाउमा गरेको छैन है। त्यो होइन प्लास्टिक बहिनी ढाका त हेर त यो गरेको दिले यो
धेरै गाह्रो छ ल हेर्नुहोस् एक प्लास्टिकै बर्तन हेर्नु भयो ल धन्यवाद सर जयमसी ल बहिनी जय भिडियो बनाउन अड्डाइदियो भिडियो हराएको त नि हेर्ने रहेछ आँखा कमजोर देख्छु त्यो जस्तो लाग्यो भाइ खोइ म काम सुन्न नि कमजोर आँखा देख्न नि कमजोर सबै कमजोर छु क्या अरे यो फेरि हराइगयो अब घर गएर अब रुख चाहिँ धेरै हुन्छ रुख त अब धेरै छन् अब घचाघच ढाल्दै सिक्दै गर्नु पर्यो होइन पाले मार्ला फेरि सबै कलमै गरिदिन्छु त भाइ यदि सफल भइगयो भने सबै कलमै हुने भयो त फेरि त्यो पनि खुसियाली हो नि त केही पाउने केही गुमाउनु पर्यो भन्ने होइन सर भोलि नै गइहाल्नुहुन्छ घर कति ठुलो खालको थियो त्यसलाई कहाँ फाल्यो भन्नुभयो म्याम ड्युटी कतिमा 5-7 भएन बहिनी कसले ल्याएको मैले किन यसमा थियो यसमा थियो ए यो चाहिँ को लिएर आयो है खै म्याम